सो हाई गाइस अनि आज चाहिँ के भन्छ म मेरो के भन्छ उयो देखाउने छु तपाईलाई स्किन केयर ल। सो म फेस वास चाहिँ धर्मा प्रोडक्सनको युज गर्छु, धर्माको फेस वास, यो फेस वास युज गर्छु है। यो चाहिँ मेरो वान अफ माई फ्रेन्डले चाहिँ मलाई सजेस्ट गरेको थियो, सो म यो युज गर्छु धर्माको प्रोडक्ट है। अनि मैले फेस वास मैले गरिसकेँ, सो म तपाईलाई यसको बादमा मोइस्चराइजर लगाएर देखाउँछु। सो यो मोइस्चराइजर लाउँछु म है। अनि यो चाहिँ तपाईको यो मोइस्चराइजर लाउँछु, यसले चाहिँ तपाईको स्किनलाई चाहिँ अलिकति के भन्छ उयो हाइड्रेट गराउँछ। यस्तो एप्लाई गर्छु हैन, एप्लाई गरिसकेर त्यहाँदेखि राम्रोले यो गर्छु, लाउँछु। मजाले लाउनु पर्छ हैन। सो तपाईको स्किनलाई उयो गर्नु पर्यो नि त, हाइड्रेट गर्नु पर्यो नि त। सो यो लाउँछु हैन, तपाईले मेरो हेर्न सक्नुहुन्छ स्किन यो लाउने गर्छु हैन। यो लगाएपछि चाहिँ तपाईको स्किन अलिकति यस्तोले हाइड्रेट हुन्छ, किनकि मेरो पिगमेन्टेसन अलिक बेसी छ, सो त्यही भएर अलिकति मजाले लाउनु पर्ने हुन्छ। हो आफ्टर मोइस्चराइजर यो युज गर्छु म सिरम हैन, यो पनि के भन्छ धर्मा ग्लोको सिरम हो। सो यो सिरम चाहिँ म लाउने गर्छु अनि यो चाहिँ पनि मेरो सेम फ्रेन्डले सजेस्ट गरेको थियो, सो म लगाएर देखाउने छु तपाईहरुलाई। यसलाई चाहिँ यसरी स्किन ड्रपमा पोर गर्नुपर्छ यसरी हैन, यसरी पोर गर्नुपर्छ हो। देखाउँछु, यसरी पोर गर्यो, मेरो नाकमा अलिकति पिगमेन्टेसन बेसी छ, सो यसरी पोर गर्यो हैन, यसरी पोर गर्यो, यस्तो गर्यो। त्यसको बादमा यसलाई रब गर्नुपर्छ, यसरी राम्ररी रब गर्यो। सो तपाईको स्किनलाई तपाई अलिकति यसले चाहिँ के भन्छ तपाईको पिगमेन्टेसनहरु, स्कारहरु अनि यो के भन्छ पोर्सहरुलाई चाहिँ यसले अलिक ठीक गर्नुपर्छ। गर्यो हैन, मजाले लगायो। सो यो पनि भयो। अनि फाइनली लास्टमा चाहिँ यो चाहिँ खास गरेर सनस्क्रिन हो। यो चाहिँ बाहिर अब जाँदाखेरि चाहिँ यसले चाहिँ घामबाट चाहिँ प्रोटेक्ट गर्ने गर्छ। यो चाहिँ प्योर उयो भन्ने छ है, ब्लक भन्ने। सो दिस इज लाइक कोरियन प्रोडक्ट हैन, यो युज गर्ने गर्छु म मेरो स्किनको लागि। सो दिस इज गुड फर माई स्किन। यसलाई चाहिँ अलिकति यस्तरी ल्याउनुपर्छ, अलिकति यसरी लाउनुपर्छ हो सनस्क्रिन। यो चाहिँ वाटरप्रुफ पनि हो, सो यसले चाहिँ पानीबाट बचाउ पनि गराउँछ तपाईहरुलाई। सो दिस इज गुड फर लाइक वाटर रेसिस्टेन्स। स्वेटहरु आयो भने पनि यसले चाहिँ यो चाहिँ जाँदैन तपाईहरुको ल। अब यस्तो लगाएपछि मजाले रब गर्ने, यसरी रब गर्ने यसरी मजाले, त्यहाँदेखि चाहिँ हेर्ने।